हो। मैले के भने भनेर भन्दाखेरि चाहिँ 23 गते जति युवाहरूमाथि गोली प्रहार भयो त्यसको निर्मम समीक्षा हुनुपर्छ, छानबिन हुनुपर्छ र जो त्यसमा दोषी छन् ती दोषीलाई चाहिँ कानुनको कठघरामा कानुनको कारबाहीमा चाहिँ लिएर पर्छ भनेर मैले भने। तर के तपाईहरूले सिंहदरबार जलाउनेलाई चाहिँ कानुनको कठघरामा लिएर पर्छ भनेर भन्नुभयो त? तपाईहरूले जुन सरकार बनाउनु भयो, जुन गृहमन्त्री बनाउनु भयो, त्यो गृहमन्त्रीले के भन्यो भनेर भन्दाखेरि चाहिँ प्रहरीको आइजिपीलाई फोन गरेर चाहिँ ती व्यक्तिहरूलाई चाहिँ अरेस्ट नगर्नु भनेर भोलिपल्टै चाहिँ कतिजनालाई चाहिँ जेल मुक्त गरेको, हिरासत मुक्त गरेको, प्रहरीको मनोबल कमजोर गराएको। प्रहरीमाथि दिन दहाडे काठमाडौँमा हत्या भएको होइन, गोली चलेको बानेश्वरमा, चक्रपथमा आएर प्रहरीलाई चाहिँ हत्या गरिएको होइन, हरेक देशभरिका प्रहरी चौकी जलाइएको होइन, सिंहदरबार संसद भवन राष्ट्रपति कार्यालय निजी भवन सबै जलाइएको होइन। विद्रोह भनेको, आन्दोलन भनेको, प्रदर्शन, शान्तिपूर्ण प्रदर्शन भनेको यही हो त? त्यसलाई त स्वीकार्न सकिँदैन नि, सकिँदैन। आइएम सरी, सकिँदैन। आइएम सरी, म त्यसमा सहभागी हुन्न, साथ दिन्न।